के तपाईलाई थाहा छ हामीले नचाहँदै पनि हाम्रो लाइफ चाहिँ अरूले कन्ट्रोल गर्न दिइरहेका हुन्छौँ। हामी आफ्नो लागि नभएर अरूको लागि बाँचिरहेका हुन्छौँ। धेरै जसो मान्छेहरूलाई थाहा नै छैन कि आफ्नो लागि बाँच्नु भनेको के हो। यदि हामी लाइफमा कतै पुग्न चाहन्छौँ, खुसी हुन चाहन्छौँ र सक्सेसफुल लाइफ बाँच्न चाहन्छौँ भने हामीले त्यतिखेरै एक्सन लिनुपर्ने हुन्छ र जे काम चाहिँ अरूको लागि एकदम डिफिकल्ट लागिरहेको हुन्छ हामीले त्यो काम गर्नुपर्छ र हाम्रो फर्स्ट प्रायोरिटी भनेको हामी आफै हुनुपर्छ। अब हामी आफ्नो लागि बाँच्नु भनेको चाहिँ के हो त? कि हामी एकदम लोभी हुनु, हाम्रो वरिपरिको मान्छेहरूलाई इग्नोर गरेर हामी जसरी भए पनि टप लेभलमा पुग्नु, अरू सबैले इग्नोर गर्नु, यो हो त? यो सबै गलत हो। हामी आफ्नो लागि बाँच्नु भनेको के हो भनेर अब इक्जाम्पलबाट मलाई चाहिँ आज बाहिर कतै जान मन छैन, तर मेरो फ्यामिली चाहिँ सबै घुम्न जाने प्लान गरिरहेछ भने म मेरो फ्यामिलीको खुसीको लागि भए पनि घुम्न जान्छु। अनि त्यसै गरी मानौ म कलेजमा छु अनि मलाई चाहिँ क्लासमै बस्न मन छ, तर मेरो साथीहरू चाहिँ बङ्क गर भनिरहेछ भने म साथीहरूको खुसीको लागि बङ्क गर्छु। यसरी नै हाम्रो वरिपरिका मान्छेहरूलाई चाहिँ उनीहरूलाई जे मन लाग्छ हामीलाई त्यो गर्न लगाउँछ र हामी पनि एकदम राम्रो असल बन्नको लागि त्यो कामहरू र त्यो सिचुएसनहरूलाई सजिलै एक्सेप्ट गरिरहेको हुन्छ र हामीलाई चाहिँ फर्स्टमा कहिले राख्दैन। अनि यो चाहिँ हाम्रो सबैभन्दा ठुलो गल्ती हो। यदि हामीले हाम्रो लाइफमा सक्सेस होस्, ह्याप्पिनेस होस्, हाम्रो ड्रिम फुलफिल होस् भन्ने चाहन्छौँ भने हामीले सबैभन्दा फर्स्टमा हाम्रो बारेमा सोच्नुपर्ने। यदि हामीले सधैँ अरूको बारेमा मात्र सोच्यो, अरूको लागि मात्र गरिराख्यो भने हामीले हाम्रो गोल कहिले एचिभ गर्न सक्दैन। हामीले आफैले नम्बर 1 मा राख्नु भनेको चाहिँ हाम्रो लाइफको किङ अर क्वीन चाहिँ हामी आफैले बनाउनु। तर यसको मतलब हामीले अरूलाई इग्नोर गर्नु या सेल्फिस हुनु नभएर हामीले आफ्नो सेल्फ केयर गर्नु। एउटा एकदमै राम्रो भनाइ छ, बी योरसेल्फ, द वर्ल्ड विल एडजस्ट। हामीले चाहिँ हाम्रो बाउन्ड्री त्यसरी सेट गर्नुपर्छ जसले गर्दा चाहिँ मान्छेहरूले हाम्रो आवश्यकतालाई बुझोस् र हामीलाई रेस्पेक्ट गर्न सकोस्। उनीहरूलाई केही काम परे तापनि यो टाइम हाम्रो एक्सर्साइजको टाइम हो, यो टाइम हाम्रो सुत्ने टाइम हो, यो टाइम हाम्रो कामको टाइम हो भनेर उनीहरूले हाम्रो टाइमलाई रेस्पेक्ट गर्न सकोस्। हामीले चाहिँ आजैबाट अरूलाई खुसी बनाउनको लागि हरेक काममा प्लिज प्लिज भन्ने काम चाहिँ आजैबाट बन्द गर्नुपर्छ। किनकि यसले हाम्रो तनाव मात्र नबढाइकन हाम्रो लाइफै अरूलाई कन्ट्रोल गर्न दिइरहेको हुन्छ र यदि हामी आफै खुसी छैन भने हामीले अरूलाई कसरी खुसी बनाउन सकिन्छ। त्यसकारण सबैभन्दा फर्स्टमा आफैलाई राखौँ।